हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो यो मिनी भ्लगमा। र आजको मेरो मिनी भ्लग रहेको छ हजुरआमा कहाँ भेट्न जाँदाखेरिको भ्लग। मेरो भ्लग हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला है त। हेलो गाइज, आज चाहिँ म मेरो हजुरआमालाई भेट्न जाँदै अहिले चाहिँ म बगुवामा र मेरो यात्रा सुरु हुन्छ बगुवादेखि सरर। मेरो अन्तिम गन्तव्य रहनेछ मकवानपुर पारीको महादेवटार हुँदै मालगाउँ सौरासम्मको यात्रा र निकै नै अफरोड बाटो रहेको छ। साथीभाइहरूले कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला है त। सर यता हुँदै अब यहाँबाट के भन्नु, बाइक गुडेको बनाउनु मन थियो, मान्छे छैन अगाडि गएर क्यामेरा समान्दै होइन। सो अब यही पुल हुँदै जाने हो। यो चाहिँ फेरि पनि मेरो यात्रा सुरु हुन्छ मकवानपुर पारी पुलदेखिको महादेवटारसम्मको यात्रा र त्यसै गरी महादेवटारबाट मेरो माथि मालगाउँ सौरासम्मको यात्रा। मेरो केही क्षणको राइडिङ पश्चात म पुग्छु महादेवटार, जहाँ सडक निर्माण कार्य भइरहेको थियो, जहाँ म करिबन 10 मिनट जति चाहिँ म त्यता वेटिङ गर्दै थिएँ। 10 मिनट पश्चात बाटो खुलेको थियो। त्यस पश्चात म पुग्छु माथि महादेवटार र यसलाई हामीले तल्लो महादेवटार भन्दा पनि केही फरक पर्दैन। र त्यसै गरी हामी यता म जानुपर्ने थियो महादेवटार छाडी मालगाउँ सौरातिर, र मेरो मालगाउँ सौरातिरको यात्रा अफरोड यसरी सुरु हुन्छ। एकपछि एक कठिनाई यात्रा तय गर्दै म अगाडि बढ्दै तपाईहरू दृश्य देख्न सक्नुहुनेछ। केही रमाइला र तिता मिठा मेरा दृश्यहरू, जसमा म धन्नै लडिसकेको थिएँ। निकै नै गाह्रो भएको थियो त्यो समयमा मलाई। निकै नै अफरोड बाटो भएको कारणले अलि बाइक चलाउनलाई, ह्यान्डलिङ गर्नलाई धेरै निकै नै गाह्रो परेको थियो मलाई। भिडियो बनाउनु परे पछाडि चाहिँ त्यो तल के अरे मोबाइल राखेको थियो, माथि बाइक लगेर फेरि हिँडेर गएर मोबाइल लिएर फेरि आउनु परेको छ। यो चाहिँ भिडियो बनाउनु पर्दाको पीडा यस्तो भइरहेछ गाइज। भिडियो भिडियो बनाउनु पर्नेको पीडा। सो खत्तम भइरहेछ गाइज यार। अझै पनि यस्तो खत्तम बाटो छ यार। माथि पुग्नलाई चाहिँ मलाई यस्तो भिडियो बनाउँदा गयो भने चाहिँ अझै धेरै टाइम लाग्छ। सो यस्तो बाटो हिँड्नुपर्छ यार, कहाँ पुगिन्छ। फट बाइक त यस्तो उफार्ने लचक 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 पुरै मस्त तल माथि। मलाई त क्या उफारिदिरहेको त्यो ओयोको त्यो के डिलक्स रुममा के भन्छ त्योभन्दा डेन्जर उफार्दो रहेछ हौ। ओयोको त्यो डिलक्स रुममा के भन्छ त्योभन्दा डेन्जर उफार्दो रहेछ हौ। सो तपाईहरूलाई थाहा नै छ मैले कसरी भिडियो बनाइरहेको छु भन्ने कुरा। सो फेरि पनि म एकपछि एक अर्को कठिनाई पार गर्दै मेरो यात्रा, मेरो गन्तव्य अगाडि बढ्दै थियो। निकै नै राम्रो ठाउँहरू, एकदम राम्रो दृश्यहरू हेर्दै र अवलोकन गर्दै म अगाडि बढ्दै थिएँ। निकै नै अप्ठ्यारो थियो मलाई यात्रा तय गर्नको लागि, तर हार पनि मानेको थिएन। सो तपाईँहरू देख्न सक्नुहुन्छ मेरो अगाडिको दृश्य। यत्रो लामो के अरे यत्रो लामो सङ्घर्षपछि म तपाईँहरूलाई एउटा रमाइलो दृश्य देखाउँदैछु, जुन तपाईँहरूले देखिसक्नु होइन, देख्ने बित्तिकै थाहा पाइसक्नु भयो होला मेबी। अनि त्यो चाहिँ हाम्रो एकदम भाइरल प्लेस लटरम्बेश्वर महादेव को चाहिँ मन्दिर त्यहाँ रहेको छ त्यो टुप्पोमा। अनि त्यहाँ So if you guys want to know about like Dablu Dada or Lord Rambeshwar,
तपाईँहरू कमेन्ट गर्न सक्नुहुनेछ। त्यसको लागि म छुट्टै नै भिडियो बनाउने छु। यो ठाउँमा आइपुग्दाखेरि निकै नै अचम्मको ठाउँ रहेछ। म केही बेर नाचेँ र केही बेर स्याडो बक्सिङहरू देखाएँ मेरो। तपाईँहरूलाई पनि यो ठाउँले निकै नै आकर्षण गर्नेछ इफ तपाईँहरू पनि आउनुभयो भने। केही समय पश्चात मैले यो ठाउँमा भिडियो बनाएको छु, हेर्नु होला है त। मेरो केही शानदार नाच र मेरो केही स्याडो बक्सिङको कार्यक्रम पश्चात चाहिँ फेरि पनि म आफ्नो गन्तव्यतिर अगाडि बढेँ। मेरो करिबन 20 मिनटको यात्रा पश्चात म पुगेँ चतुर डाँडा र यस चतुर डाँडाको गाउँमा तपाईँहरूलाई स्वागत छ। र अबको केही बेरमै म मेरो हजुरआमाको घर पुग्ने नै छु। केही मिनटको यात्रा पश्चात म पुग्छु हाम्रो खेलाडी भाइको घरतर्फ। यो चाहिँ हाम्रो आरुष हेम्जनको घर। आरुष हेम्जन हाम्रो फाइटर भाइ, हाम्रो नेपाल आइकेएफ फुल कन्ट्याक्ट इन्कोर्पोरेट क्युक्सिन करातेको हाम्रो खेलाडी भाइ, 25 वेटको हिरो। गाइज म चाहिँ यहाँ आइपुगेँ। यो माल्टा चाहिँ यहाँबाट टक्क क्लियरली देख्दो रहेछ। यहाँबाट चाहिँ यो चाहिँ हाम्रो माल्टा हो है। माल्टा फाट चाहिँ हो। जाँदैछु म। अब म लाग्छु मेरो हजुरआमाको घरतर्फ, जहाँ अलरेडी मलाई हजुरआमाले माथिबाट देखिसक्नु भएको छ। ओ मम, के छ मेरो मम? बाइक तल मम। आई लभ यु मेरो मम। आई लभ यु। ल गाइज मेरो मम हेलो भन्नु न। हजुर हेलो। बाजे त के मासु पकाउँदै हो? लोकल? भाइ मेरो नाति आउँछ भनेर नि एउटा भाले ढालेको नि। आमा यो जहिले महन बित्तिकै एउटा भाले चैट। बाजे चाहिँ यहाँ एकदम कुकम्यान। यहाँ के अरे मासु पकाउँदै हो। ल है गाइज यहाँ लोकलको मासु। बाजे यहाँ पुरा अर्ग्यानिक तरिकामा। मेरो हजुरआमालाई लिएर आएको कोसेली हजुरआमाको लागि राख्दै मेरो कोसेली यस प्रकारको छ। मेरो टाउको हेर्नु न पैसाले। हेलो, सब्स्क्राइब गरिदिनु भन्नु त। सब्स्क्राइब लाइक भन्नु त, लाइक गरिदिनु भन्नु त। म चाहिँ पसिनाले भिजेको कारण मेरो लुगाहरू म फुकाल्दै रेस्ट गर्दै थिएँ र त्यस पश्चात हजुरबाले मासु भने कति चाँडो पकाइसक्नु भएछ। गाइज यहाँ लोकल भालेको मासु है गाइज, लोकल भालेको मासु। यो चाहिँ म खाँदैछु लोकल भालेको मासु खाँदै गाइज। नखानमा एकदम मिठो छ। यत्रो भाग चाहिँ मेरो लागि शीतल। यहाँ चाहिँ लोकल चामलको भात र यहाँ लोकल मासु, दाल, लोकल पुरै आफ्नै अर्ग्यानिक खाँदैछु गाइस म चाहिँ। अरे कौन भौंक रहा है ये बदतमीज? गीत कस्तो गाउँदैछु म मैले? खतरा हो? ए हो आज मलाई उनीको पछौरी झझल्को आइरहेछ। म चाहिँ गीत गाउँदै उखु काट्दै थिएँ, जुन म लिएर आउँदै थिएँ। निकै नै रमाइलो क्षण थियो मेरो लागि यो क्षण। अनि मेरो मामले मलाई चुप्पा गर्नु पऱ्यो, माया गर्नु पऱ्यो। मेरो माम हो गाइस। अब म चाहिँ जानु लाग्यो। अब मामलाई पछि भेटौँला होइन माम? हुन्छ मेरो माम। ल म पछि आउँछु ल। अब माम दोगे। म चाहिँ मेरो हजुरआमा र हजुरबुवाको आशीर्वाद लिइसके पश्चात म घर फर्किन्छु र मेरो आजको भ्लग कस्तो रहेको छ साथीहरू कृपया प्रतिक्रिया दिनुहोला है त। यति नै हो गाइज। This much for today. Bye bye. Hope you guys. I hope
अर्को भ्लगमा भेटौँ ल। अनि मेरो यो मिनी भ्लग कस्तो लाग्यो तपाईँहरूलाई प्रतिक्रिया दिनु होला। ल हस् त सबैजना नमस्कार, धन्यवाद, बाई बाई, सी यू इन नेक्स्ट भ्लग।